हेलो हेलो वेलकम छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। हिजो चाहिँ नभ्याएर मैले मिनी ब्लग हाल्न पाएन, तपाईहरुले नराम्रो नसोच्दिनु होला है। म सकेसम्म म मिनी ब्लग दिनदिनै हाल्न प्रयास गर्दै छु। तपाईहरु चाहिँ आएन नभन्दिनु होला। आज चाहिँ म काठमाडौँमा छु मम्मीकोमा चाहिँ फेरि दुईटा कोठा छ के। एउटा कोठामा उतापट्टि सामानहरू धेरै छ अनि यतापट्टि बहिनीहरू सुत्छ। त्यहाँ बहिनीहरुकोमा चाहिँ दराचैले ल्याएको छैन, ल्याउने भनेर बसिरहेछ। त्यो लुगा चाहिँ भातङ भुतुङ रहेछ अनि मलाई चाहिँ फेरि फोहोरदेखि मेरो दिमाग खराब हुन्छ। त्यही भएर बनाउँदै के रे लुगा पटाउन लाग्यो। त्यहाँ बहिनी आएको थियो, बहिनी एकछिन गफ हानेर गयो। के गर्नु गाइसहरू यस्तै हो। म चाहिँ फेरि मम्मीकोमा गएपछि भाइ बहिनीसँग जिस्किन पाएँ, के गर्न पाएँ। सबैले बिर्सिने कि म चाहिँ सबैले बिर्सिने। मम्मीले काममा जानुभन्दा अगाडि यसो कोठा सफा गरेर जानु भनेको थियो कि अनि मैले पनि हुन्छ भने मम्मीले भनेपछि मान्नु पर्यो। त्यही पनि मलाई फेरि फोहोरदेखि चाहिँ मेरो फेरि दिमाग खराब हुन्छ। भाइ बहिनी चल्दै थियो कराई यिनीहरूलाई उता जा भन्दा अनि चाहिँ अब के सुतेसी गर्नु परिहाल्छ। काठमाडौँ सहरमा त्यस्तै त हो नि। अब भने जस्तो कोठा पाएन, भने जस्तो रुम राम्रो पाउँदैन। सुतेको सबै डस्नाहरू उठाउँदै तल चाहिँ मम्मी सुत्नु भएको थियो, मम्मीको चाहिँ उठाउँदैछु म। भाइ पनि आइरहेको थियो, मसँग गफ हान्दै थियो के गर्नु आज। अनि आजै फर्केको हो कि, हिजो गएर अनि आज फर्केको म। के गर्नु यस्तै हो। बस्नु मन लाग्छ, बस्न पाउँदैन मेरो कामले गर्दा। के गर्नु हो गाइजहरू, के छ हाल खबर तपाईहरुको चाहिँ। म चाहिँ यो लुगा चाहिँ आज लाउने भनेर पटाएर राखेको। अनि सिरानीहरू आउनु ठाउँ बहिनी त्यहाँ लुगिएर, भाइ पनि त्यहाँ लुगी। भाइलाई मैले सामान हान्नु गएको। यो चाहिँ मेरो माइली बहिनी हो, यो कान्छो भाइ। यहाँ चाहिँ अब कोठा सफा गर्नु पर्यो। भाइ त्यहाँ नाचिरह के गर्नु। भाइ बहिनीहरूसँग जिस्किन नि मन लाग्छ, कुट्न नि मन लाग्छ। के गर्नु भाइ बहिनीको माया लाग्छ। भाइ बहिनीले छोडेर आउनुपर्छ। म पनि फेरि नाच्दै बसिरह। अनि भाइ चाहिँ जतिखेर हात मात्रै गरिरहेको थियो अनि मैले उता जा त हेर्न आएँ चाहिँ म त्यहाँ भिडियो बनाउँदैछु त उता जा भन्दै थियो। नमानेर के गर्नु यहाँ सफा गर्दैछु कि म। त्यहाँ बहिनी मेरो कान्छी बहिनी चाहिँ मसँग सहयोग गरिरहेको छ। त्यो सफा गर्दैछ भाइ बहिनी चाहिँ फेरि म आएपछि त उनीहरू त मम्मी पनि चाहिँदैन कि दिदी भए पुग्छ उनीहरू। के गर्नु यस्तै हो। भाइ चाहिँ त्यहाँ चले जिब्रो निकाल्ने यताउति गर्ने कराइरहेको थिएँ मैले त्यसलाई कराइरहेको थिएँ। त्यो चाहिँ नमान्ने कि फेरि कान्छो भाइ हो, फेरि कुटेपछि माया लाग्छ। के गर्नु फेरि पानी बेहोरा हेर्दा चाहिँ एउटै खाल्डोमा हालिदिनु जस्तो लाग्छ भने त्यो भिडियो बनाउनु लाग्यो। यताउति हिँडे गर्ने नजा भन्दा नि नमान्ने क्या। फेरि उता मेरो माइली बहिनी चाहिँ उतापट्टि कोठामा हिजो खाएको भाँडाहरू माथि हुन्छ कि माइली बहिनी चाहिँ उता छ। अब के गर्नु नाचिरहेन फेरि म पनि त्यसमा फेरि भएको क्या नाचिरह। अनि म चाहिँ लुगासुगा ल्याएर हिँडेको अब नालातिर। हाम्रो घर चाहिँ नाला है अनि सो लाज लाग्छ कि अनि अरूको अगाडि गएको हुनाले अहिले चाहिँ च्यामेसिङ आइपुग्यो। अरूको अगाडि भिडियो बनाउनु चाहिँ यति लाज लाग्छ कि मलाई। बाप रे बाप जिन्दगी हेर न जिन्दगी। कहिलेका त लाज पनि लाग्छ भने म चाहिँ यहाँ घरमा आएर लुगासुगा फेरेर नुहाएर चिसो खाएर के गर्नु बेलुकालाई फेरि त्यहाँ चाउचाउ लिन गएर के गर्नु गाइसहरू। चाउचाउ नखाए त मेरो जिन्दगी गर्दैन क्या, चिसो र चाउचाउ। अनि यो चाहिँ हाम्रो बारीहरू देखाएको फेरि तपाईँलाई बारी देखाएको ल बारी। अब चाहिँ सधैँ मिनी ब्लग आउँछ। आजलाई यति, बाई टाटा।